टप 3 बेस्ट गेमिङ फोन अन्डर 25,000 इन नेपाल। साथीहरू, आजको यस भिडियोमा हामीहरू कुरा गर्नेछौँ नेपाली बजारमा पाइने 25,000 भित्र आउने बेस्ट गेमिङ फोनको बारेमा। आजको समयमा 25,000 को बजेटमा पब्जीमा 90 FPS को सपोर्ट पनि पाउन सक्नुहुनेछ। सो लागौ हाम्रो भिडियोतर्फ। नम्बर 3 मा रहेको छ होनर X7C। होनर X7C लाई नेपाली बजारमा 8 GB लाई 24,999 मा लिन सक्नुहुनेछ। यसमा हजुरहरूले 6.77 इन्च 120Hz HD+ IPS LCD डिस्प्ले, octa-core Qualcomm Snapdragon 685 6nm को प्रोसेसर, 6000 mAh को ब्याट्री विथ 35 वाट को चार्जिङ, 108+ 2 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल फ्रन्टमा क्यामेरा पाउन सक्नुहुनेछ। यसमा हजुरहरूले पब्जीमा स्मुथ प्लस अल्ट्रा अथवा 40 FPS को गेमिङ गर्न सक्नुहुनेछ। र नम्बर 2 मा रहेको छ Redmi Note 14 4G। साथीहरू, Redmi Note 14 4G को नेपाली प्राइसको कुरा गर्नुपर्दा 128GB स्टोरेज भेरिएन्टलाई 25,000 मा लिन सक्नुहुनेछ। यस फोनमा हजुरहरूले 6.67 इन्च 120Hz AMOLED डिस्प्ले, MediaTek Helio G99 6nm 4G प्रोसेसर, 5500 mAh को ब्याट्री विथ 35 वाट को फास्ट चार्जिङ, 108+ 8+ 2 मेगापिक्सल को ब्याक र 16 मेगापिक्सल को फ्रन्टमा क्यामेरा पाउन सक्नुहुनेछ। यसमा पनि हजुरहरूले पब्जीमा 40 FPS को सपोर्ट पाउन सक्नुहुनेछ। र नम्बर 1 मा रहेको छ एकदमै पावरफुल फोन। यसमा हजुरहरूले पब्जीमा 90 FPS को गेमिङका साथै बाइपास चार्जिङ को सपोर्ट पनि पाउन सक्नुहुनेछ। यस फोनको नेम Infinix Note 50X रहेको छ। साथीहरू, Infinix Note 50X लाई नेपाली बजारमा 21,999 मा लिन सक्नुहुनेछ। यस फोनमा हजुरहरूले 6.67 इन्च 120Hz HD+ IPS LCD डिस्प्ले, Dimensity 7300 अल्टिमेट 4nm 5G प्रोसेसर, 5200 mAh को ब्याट्री विथ 45 वाट फास्ट चार्जिङ पाउन सक्नुहुनेछ। 50+ 2 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल क्यामेरा रहेको छ। यस फोनमा हजुरहरूले 5G कनेक्सन, बाइपास चार्जिङ पाउन सक्नुहुन्छ र पब्जी र फ्री फायरमा 90 FPS को गेमिङ गर्न सक्नुहुन्छ। अब अन्तिममा म हजुरहरूलाई यही सजेस्ट गर्न चाहन्छु कि यदि हजुरहरू अलराउन्डर अथवा हल्काफुल्का गेमिङको लागि फोन लिन खोज्दै हुनुहुन्छ भने होनर X7C लाई लिन सक्नुहुन्छ, र गेमिङको लागि मात्रै फोन लिन चाहनुहुन्छ भने Infinix Note 50X लाई लिन सक्नुहुन्छ, किनभने यसमा हजुरहरूले पब्जी र फ्री फायरमा 90 FPS को सपोर्ट पाउन सक्नुहुन्छ।